आज गोठाल जान लागिरहेको अतार चाहिँ लगाएर अब होइन घरमा चाहिँ लगाइरहेछौँ। अब के भन्नु होइन गाइज, गोठाल त जानु पर्यो। ल गाइज, मैले चाहिँ अब एउटा हातले चाहिँ होइन यहाँ हेर्नु, एउटा हातले चाहिँ अतार चाहिँ लाउनु लागिरहेको छु है गाइज। हुन्छ हुँदैन अब त्यो चाहिँ अब थाहा छैन। अब लाग्यो, तालचा लाग्यो गाइज, लाग्यो है तालचा चाहिँ। अब म चाहिँ गोठाल जान लाग्यो गाइज होइन, म चाहिँ गोठाल जान लाग्यो गाइज होइन। तपाईँहरूलाई अब कस्तो लाग्छ होइन मेरो भ्लग चाहिँ हेरेर फुल इन्जोय गर्नु होला है। तर अब मलाई चाहिँ अब त्यस्तो दामी टाइपको चाहिँ आउँदैन। मेरो मोबाइलको हुन्छ नि त एन्ड्रोइड मोबाइल हो, अनि क्यामेरा पनि राम्रो छैन नि त गाइज होइन, त्यही भएर राम्रो पनि आउँदैन। यस्तै हो, हेर्नु है गाइज तपाईँहरू। फाइनली गाइज मैले चाहिँ बाख्रा खोलिसकेँ गाइज फाइनली होइन। गाइज बाख्रा चाहिँ ओ माई गड, बाख्रा त यहाँ आइपुगिसकेको छ गाइज। यहाँ हेर्नु त धेरै चाहिँ छैन होइन, 18-19वटा छ गाइज बाख्रा चाहिँ। तलतिर लानु पऱ्यो खोलातिर होइन गाइज, बाख्रा चाहिँ म खोलातिर लाँदैछु होइन। म चाहिँ गाइज होइन भिडतिर पनि हिँड्नुपर्ने हुन्छ है, यस्तो कम गाह्रो हुन्छ गाइज। बाख्राले पुरा होइन बाख्राले दौडाउँछ, पुरा दौडाउँछ, कुदेर हिँड्छ होइन, यस्तै हो। आज चाहिँ होइन खोलातिर लाँदैछु बाख्रा होइन। आज चाहिँ कस्तो हुन्छ अब हेरौँ होइन, बाख्रा कति कुद्दो रहेछ। कुकुरहरू पनि आउँदैछ गाइज होइन। हाम्रोतिर चाहिँ फेरि यस्तो छ क्या, चिसो मौसम छ। आज चाहिँ मैले होइन ज्याकेट लाउन पनि बिर्सेछु फेरि होइन। झन् चिसोमा झन् चिसो हुने भयो, खोकी लाग्ने भयो यार गाइज। ल गाइज होइन, मेरो चाहिँ एउटा बाहुन साथीले पनि बाख्रा ल्याएर छ, हजुरलाई अहिले म देखाउँछु हेर्नु है। आज चाहिँ लास्ट गाह्रो ठाउँ छ क्या गाइज, यो ठाउँतिर चाहिँ भिड बाहेक केही छैन गाइज, के भन्नु यस्तै हो। फाइनली गाइज म चाहिँ खोलामा आइपुगिछ है गाइज। खोला चाहिँ यस्तो छ होइन, यतातिर चाहिँ यसलाई चाहिँ च्याउ खोला भन्छ होइन। यो ठाउँमा चाहिँ फेरि माछा फेरि पर्लै भेट्छ है गाइज, तपाईँहरूलाई थाहा छैन होला होइन। छेकेपछि यहाँ चाहिँ माछा जति भने पनि पाउँछ। हामी नै आइरहेको हुन्छ बेला बेलामा, तपाईँहरूलाई पनि कुनै दिन देखाउँछु होइन माछा मारेको पनि यहाँ गाइज। म चाहिँ बाख्राभन्दा अगाडि हिँड्न लाग्यो अब चाहिँ होइन, किनभने अब बाख्रालाई छेक्दै चलाउनु पर्ने हुन्छ गाइज। तपाईँहरू हेर्दै गर्नु होला होइन, सब्सक्राइब पनि गर्नु होला। तपाईँलाई म एउटा बाहुन साथी देखाउँछु है, मेरो बाख्रा गोठाला हारेको छ त्यो पनि हेर्नु होला गाइज। म चाहिँ आइसक्यो है यहाँ मासुले। यो बाहुन साथी है मेरो चाहिँ यो गाइज, यहाँ हेर्नु होला यो गोठाले। भन्नु भने के भन्नु छ ल गाइज, ल है त्यो राज तामाङको युट्युब आइडीलाई चाहिँ सबैजनाले सब्सक्राइब गरिदिनु होला। साथै मेरो मिना रेमी च्यानललाई पनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला नि। फेरि ल गाइज सबै राज तामाङजीलाई चाहिँ झन् मेन गरी मलाई चाहिँ भने यसो झुक्किएर गरिदियो नि हुन्छ। उहाँलाई चाहिँ इम्पोर्टेन्ट है, उहाँलाई चाहिँ इम्पोर्टेन्ट। ल गाइज है, ल गाइज अब चाहिँ बिदाई लिन्छु है गाइज तपाईँहरूसँगबाट।